मैले मान्य सदस्यले आज 3 चोटी रुलिङ गरिसकेको छु। मान्य सदस्यहरूलाई मर्यादामा बस्नुहोस्। मान्य सदस्यहरूले हरेक दिन मान्य सदस्यहरूले सदनमा गरेको व्यवहार हाम्रो संविधान, हाम्रो कानुन, हाम्रो नियमावली भन्दा फरक छ, मर्यादा भन्दा विपरीत छ। सदन सञ्चालन गर्ने नियमावली भन्दा फरक व्यवहार, अभद्र व्यवहार यहाँहरूले गरिरहनु भएको छ। यस विषयमा मेरो गम्भीर ध्यान आकर्षण भएको छ। मैले मान्य सदस्यहरूलाई पटक पटक त्यसरी हुँदैन। हामीले उठाएको प्रश्नको जवाब मन्त्रीले दिदैन भने कसरी हुन्छ? सबैले रुलिङ मात्रै गरिराख्नुहुन्छ, त्यसरी हुन्छ? हुँदैन। मैले मान्य सदस्यहरूलाई सभ्य भाषामा यहाँहरूले समय माग्नुहोस् र विषयवस्तुको आधारमा समय दिन्छु भने भनिरहेको छु। जुनसुकै बेला पनि सभाको आफ्नो एउटा मर्यादा हुन्छ। मान्य सदस्यहरू, मान्य मन्त्रीले सभाको विभिन्न समयमा उठेका प्रश्नहरूको जवाफ दिनुभएकोले यसमा स्पष्टीकरणको व्यवस्था नरहेको बेहोरा जानकारी गराउँछु। बस्नुहोस्। त्यसरी हुँदैन। हामीले उठाएको प्रश्नको जवाब मन्त्रीले दिँदैन भने कसरी हुन्छ? सबैले रुलिङ मात्रै गरिराख्नुहुन्छ, त्यसरी हुन्छ? हुँदैन। हामीले राख्न चाहेको प्रश्नको उत्तर उहाँले दिने होला नि त। मनको गीत गाउने हो, त्यसो भए गाउनुहोस् न त तपाईँले। ल, मनको गीत गाउनुहोस्। यो लोकतन्त्र हो नि।